हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरूलाई सन्चै छ र मलाई पनि सन्चै छ। र अहिले चाहिँ म बिहान मर्निङ वाकदेखिबाट भिडियो स्टार्ट गरिरहेको छु। अनि यता चाहिँ म घुम्दै थिएँ। अनि यहाँ हेर्नुहोस् त, बिहानको भ्यू चाहिँ यति राम्रो दामी भएको थियो। अनि यो चाहिँ 12 बजीको एकदम चर्को घाम लाग्दाखेरि चाहिँ भ्यू यति राम्रो देखिएको थियो, पहाडहरू मजा देखिएको थियो। अनि मम्मी चाहिँ फेरि उताबाट गाई गोरु सारेर आउनु हुँदै रहेछ। अनि त्यसपछि फेरि यता लाइनम्यानहरू आएका रहेछन्। अनि म चाहिँ यता पानी लगिदिँदै थिएँ। तिर्खा लाग्यो, पानी दे भन्न थालेँ। अनि मैले चाहिँ गएर पानी दिन लागेँ। अनि यहाँ हेर्नुहोस् त, एउटा चिज देखाउँदैछु हजुरहरूलाई। यो चप्पलमा चाहिँ यति मजाले फलम गाडेर बनाएको छ। फार्स्ट देख्दाखेरि त मलाई पनि केही नै थाहा भएन। अनि म चाहिँ यता घुमिरहेको थिएँ। अनि भरे पछि फेरि यहाँ अब चढ्दै गर्दाखेरि देख्दाखेरि चाहिँ याद भयो कि यसरी चढ्नको लागि सुविधा हुँदो रहेछ त्यो वस्तुले चाहिँ भनेर। अनि म चाहिँ अहिले घर पनि फर्किसकेको छु। यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ हामीले भ्यागुताको बिहे गराइदिँदैछौँ। बिहे चाहिँ किन गराइदिएको भने पानी नआएर बिजोग भएको छ कोठियाको लागि, त्यही लागि। अनि यहाँ हेर्नुहोस् त, सानी बहिनीले चाहिँ कति मजाले गाना गाउँछिन्। नमस्कार, मेरो नाम रविन छेत्री। म एउटा गाना गाउँछु, कस्तो लाग्छ भन्नु। कमरैमा पोटुकी गाँसेर मुसुमु हाँसुकी बसेर रुकुमैको डाल रुकुमैको डाल रुकुमैको डाल रुकुमैको डाल रुकुमैको डाल। वाउ। अनि साथीहरू, बहिनीको स्वर चाहिँ कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरेर जनाउनु होला। अनि भिडियो पनि सेयर गरिदिनु होला है। अनि आज चाहिँ म साग केलाउँदैछु। सो आजलाई भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ।